धन्यवाद छ आजका सञ्चालकज्यू। बाँचौं बचाउँ र अघि बढौं, स्थायित्व सुशासन न्याय समृद्धिको लागि एक हौं, आर्थिक क्रान्तिको लागि जनआन्दोलनमा जुटौं, ऋणमुक्त जनता ऋणमुक्त देश त्यसपछि आउँछ विकासको भेष भन्ने माग सहित 2078 माघ 1 गतेबाट यिनी लघु वित्त तथा वित्तीय संस्था विरुद्धको आन्दोलन 3 वर्ष पार गरेर चौथो वर्षमा प्रवेश गरेका छौं। यही सिलसिलामा बर्दिया जिल्ला बाँसगढी नगरपालिका पालिका स्तरीय कार्यक्रमका सभाध्यक्ष महोदय, त्यसैगरी विशेष अतिथि र उपस्थित सम्पूर्ण पत्रकार साथी, सुरक्षाकर्मी साथी र पीडित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा स्वीकार्नुहोस् जय संघर्षको अभिवादन। हामीले 2078 माघ 1 गतेबाट सुरु गरेको यो लघु वित्त तथा बैंकको शोषणको विरुद्धमा आन्दोलन गर्दा आज केही राहत पाएका छौं। विगतका दिनमा यिनी लघु वित्त तथा बैंकका कर्मचारीहरू आफ्नै हिसाबले आफ्नै तालले सीधा साधा महिला दिदीबहिनीहरूलाई अनावश्यक ऋण थुपारेर जसरी शोषण गरेका थिए त्यो अहिले चाहिँ बन्द भएको छ र यो बैंक लघु वित्त र बैंकको शोषण थियो त्यही शोषण गर्ने त्यही रोग अहिले सहकारीमा पनि लागिसक्यो, त्यो चाहिँ हामी सुनेका छौं। हामी अहिले यहाँ कार्यक्रम गर्दा गर्दै बाँसगढीको यो नवा जीवन सहकारीका संस्थाका कर्मचारीहरू अहिले भर्खरै हामीले सूचना प्राप्त गरे अनुसार माछागढमा एकजना पीडितले त्यहाँबाट ऋण लिनुभएको थियो। उहाँ विभिन्न कारणले तिर्न सक्नु भएन। उहाँको स्वास्थ्य अवस्था अलि गम्भीर भएको कारणले उहाँ औषधि गराउन जानु भएको छ। यही बेलामा त्यो नवजीवन सहकारीका कर्मचारीहरू पनि अहिले धितो लिलाम गरिदिन्छु भनेर आएर एकजना किन्ने मान्छेले पनि देखाएर गएका छन्। यो शोषणको विरुद्धमा संघर्ष समिति सशक्त रूपमा जाँदैछ। आज यो बाँसगढीको यो लसमनाबाट यिनी शोषकहरूलाई सन्देश जाओस् भन्ने कुरो राख्दै यस ऋणमुक्त जनता ऋणमुक्त देश जुन हामीले यो नारा ल्याएका छौं, यसले भन्न खोजेको के हो भने जनता पनि ऋणमै छ, देश पनि ऋणमै। आज सीधा साधा जनताहरूले यिनी विभिन्न संघ संस्थाहरूबाट ल्याएको ऋण तिर्न नसकेको अवस्था छ। विभिन्न कारणले दैविक प्रकोप, महामारी, नाकाबन्दी र लकडाउन लगायत जस्ता समस्यामा परेर अहिले ऋण तिर्न नसकेको अवस्था भएको कारणले नेपाल सरकारलाई हामी 3 वर्ष पार गरिसक्यौं गुहार्दै र 2080 साल फागुन 1 गतेदेखि देशैभरिका पीडितहरूले मुगलिनदेखि हिँड्दै पैदल यात्रा गरेर काठमाडौँ 7 दिनमा पुगेर 2080 फागुन 1 गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दा गर्दै त्यति बेला माओवादीको नेतृत्वको सरकार थियो।
प्रचण्डको नेतृत्वको सरकार थियो। प्रचण्डको सरकारले पीडितहरूलाई न्याय हुनुपर्छ। साँच्चीकै विभिन्न प्रकोपको चपेटामा परेर जनता साह्रै पीडित भएका छन्। यो आएको यो चाहिँ यो आर्थिकको समस्या समाधान गर्नुपर्छ भनेर प्रचण्डको सरकारले एउटा वार्ता टोली बनायो। 3 जना संघर्ष समितिको तर्फबाट र 4 जना नेपाल सरकारको तर्फबाट गरी 7 जनाको एउटा कार्यदल गठन गर्यो। कार्यदलले देशैभरिबाट अध्ययन गरेर जस्ताको त्यस्तै रिपोर्ट पेश गर्नुपर्छ भनेर त्यसरी सरकारले त्यति बेला बनाएको थियो र कार्यदलले पनि प्रतिवेदन तयार पारेर नेपाल सरकारलाई 2081 असार 26 गते तयार पारेर प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको थियो र यही प्रतिवेदन 2081 साउन महिनाको 28 गते प्रचण्ड प्रधानमन्त्री हुने बेला घोषणा गर्छु भन्नुभएको थियो। तर त्यो सरकार नेपाली कांग्रेस र माओवादीको गठबन्धनको सरकार थियो। त्यति बेला शेरबहादुर देउवा यो सरकारबाट बाहिरिए र सरकार ढल्यो। त्यो प्रतिवेदन कार्यान्वयन त्यति बेला भएन। तर अर्को सरकार गठन भयो। नेपाली कांग्रेस र एमालेको नेतृत्वमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो। तर अहिलेसम्म त्यो प्रतिवेदन एउटा कुनामा थन्काए। अहिलेसम्म त्यो प्रतिवेदन कार्यान्वयन नगरेको अवस्था छ र फेरि संघर्ष समितिले पुनः 2080 साल जस्तै 2081 चैत महिनाको 17 गतेबाट काठमाडौँ केन्द्रित आन्दोलन गर्नुपर्छ र कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गराउनको निम्ति हामी पुनः फेरि पनि काठमाडौँमा आन्दोलन गर्नुपर्छ भनेर 2081 चैत महिनाको 17 गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्न सुरु गर्यो। 43 दिनसम्म पनि काठमाडौँको गल्ली गल्लीमा देशैभरिका पीडितहरू हामी हरेक गल्लीमा गएर नेपाल सरकारलाई गुहार्यो। तर यो सरकार नसुनेको अवस्था भएको कारणले 2082 जेठ महिना 7 गते उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्छ भनेर संघर्ष समितिले सर्वोच्च अदालतमा मुद्दा हाल्यो। मुद्दा हाल्दाखेरि कतिपयले त्यहाँ यो सरकारले सुन्दैन भन्ने पनि कुरो आएको थियो। तर होइन, अहिले बहुमतको सरकार छ, अवश्य सुन्छ। किन सुन्दैन भने जुन पार्टीको सरकार भए पनि जनताकै सरकार हो, अवश्य सुन्छ भन्ने विश्वास लागेको थियो। तर 43 दिनसम्म पनि काठमाडौँको गल्ली गल्लीमा हामीले घाममा पानीमा आवाज उठाउँदा तर सरकारबाट कुनै पनि जवाब नआएको हुँदा संघर्ष समितिले सर्वोच्च अदालतमा प्रतिवेदन कार्यान्वयन किन गरिएन, एउटा सरकारले वार्ता गर्छ, एउटा सरकारले प्रमाण माग्छ, त्यो सरकार ढल्छ, अर्को सरकार बन्दा त्यो चाहिँ प्रमाणलाई अवहेलना गर्छ किन भनेर सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो। नेपाल सरकार, नेपाल राष्ट्र बैंक र लघु वित्त बैंकर संघ र सहकारी डिभिजन कार्यालयमा माथि मुद्दा हालिएको छ। यो मुद्दाको फैसला नहुन्जेलसम्म कुनै पनि कर्मचारी वादीको घरमा नजाने र हामी वादी प्रतिवादीको अफिसमा गएर कुनै प्रकारले त्यस्तो घटना अथवा दुर्घटना या अन्य कुनै दबाव त्यस्तो कार्यक्रम नगर्ने भनेर एउटा त्यो मुद्दाबाट हामीले बुझ्यौं र हामीले त्यो व्यवहार गर्दैछौं। अहिले हामी कुनै पनि कर्मचारीलाई अपशब्द अथवा थर्काउने त्यस्तो गरेका छैनौं। तर
यिनी बैंक र यिनी वित्तीय संस्थाका यिनी कर्मचारीहरू भने अझै पनि मुद्दा हाल्दा हाल्दै पनि गाउँ गाउँमा गएर घर घरमा गएर पीडितहरूलाई सताउने अझै पनि मानसिक तनाव दिने यस्तो क्रियाकलाप गर्दैछन्। त्यस कारणले मुद्दाको फैसला उता आउला, जुन बेला आउला त्यति बेला मानौला। तर अहिले समयमा यिनी कर्मचारीहरूको विरुद्धमा अब तपाईं हामी सुरुको जस्तै यिनको विरोधमा यिनी कर्मचारी, लघु वित्तका कर्मचारी र यिनी निजी बैंकका कर्मचारीहरूलाई जुन सुकै पीडितको घरमा हामी भेटाउँछौं भने तुरुन्तै सम्बन्धित निकायमा, प्रहरी प्रशासनमा बुझाउने छौं भनेर आज हामी यस लक्ष्मणको चोकबाट हामी घोषणा गर्दैछौं। र साथै धितोली लामका कुराहरू छन्। धितोली लाममा अलिकति बुझ्नुपर्ने कुरा, ऋण प्रवाह गरेछ 5 लाख रुपैयाँ, धितो राखेछ 50 लाख भन्दा बढीको। त्यो धितोली लाम गर्दा हाफ मूल्यमा भ्यालुएसन पनि आफै गर्छ। यिनी बैंक र यिनी वित्तीय संस्थाहरूले 50 लाख मूल्याङ्कन भयो, त्यसमा 5 लाख लगानी र लिलाम गरेर बेच्ने बेला हाफ मूल्यमा ऋणको ठ्याक्कै डबल 5 लाख दिन्छ भने 10 लाखमा लिलामी गरी उठी बास जुन यो गराउने एउटा यिनीहरूले जुन एउटा विशेष नियम बनाएका छन्, यो विशेष नियमलाई नमान्नको लागि सम्पूर्ण 3 करोड नेपाली जनतामा संघर्ष समितिको तर्फबाट आह्वान गर्दछौं। किनभने नेपालमा 2टा कानून छ। एउटा कानून देश हाँक्ने 2072 को र 74 को एउटा कानून बनेछ र यो राष्ट्र बैंकले अर्को विशेष कानून बनाएर कसरी आर्थिक शोषण गर्ने, नेपाली जनतालाई कसरी उठीबास बनाउने, कसरी यिनीहरूलाई गरिब बनाउने, कसरी अनपढ राख्ने भनेर एउटा विशेष कानून बनाएर त्यो कानूनद्वारा सञ्चालन यो राष्ट्र बैंकले विभिन्न श्रेणीका यिनी बैंकहरूलाई क वर्ग, ख वर्ग, ग र घ वर्गका बैंकहरूलाई आदेश जारी गरेको छ। यही विशेष कानूनको आधार बनाएर नेपाली जनतालाई देशमा गरी खाना नदिएर यिनको उठी बास बनाएर विदेश भौतार्न जुन यो पठाउने, विदेश जाने बाध्य गराउने जुन यो विशेष कानून बनाएका छन्, यो कानूनलाई संघर्ष समिति मान्दैन भने लक्ष्मण चोकबाट आज घोषणा गरिन्छ। त्यसकारणले विशेष कानूनलाई हटाएर नेपालको कानूनलाई सम्पूर्ण नेपाली जनताले मान्नुपर्छ भनेर आह्वान गर्दछौं। र यो विशेष कानून बनाउने यिनी वित्तीय दलाल, यिनी माफिया, यिनी तस्कर, यिनी देशद्रोही र विदेशका यिनी दलालहरूले बनाएको विशेष कानूनलाई सम्पूर्ण नेपाली जनताले आफ्नो घर घरबाट बहिष्कार गर्नुस् भनेर आज लक्ष्मण चोकबाट संघर्ष समितिले घोषणा गर्दछ। नेपालको कानून 2072 को संविधान र 74 को मुल्की ऐन परिच्छेद 15 धारा 478 दफा 2 उप दफा 1 मा उल्लेखित बुँदा अनुसार यो देश नेपालमा आर्थिक कारोबार गर्दा 10% भन्दा बढी कसैले पनि ब्याज लिन पाउँदैन भनेर 2072 को 74 को मुल्की ऐनमा उल्लेखित अनुसार यिनी बैंक र यिनी वित्तीय दलालहरूले आफ्नै हिसाबले 7%, 8% मा ऋण स्वीकृति गर्ने, 3 महिनापछि 15%, 18% असुलले जुन यो प्रवृत्ति लागू गरेका छन्, यसको विरुद्धमा संघर्ष समिति एउटा खम्बा बनेर उभिएको छ। हेक्कारोस् यिनी वित्तीय दलालहरूलाई। र त्यस्तै ऋण लगानी गर्दा पनि राष्ट्र बैंकको निर्देशिका परिच्छेद 8 धारा 55 उल्लेखित अनुसार बैंक होस् या वित्तीय संस्था होस्
प्रयोजन खुलाएर मात्रै लगानी गर्नुपर्नेछ भन्ने निर्देशिकालाई नमानेर यिनी वित्तीय दलालहरूले सीधा साधालाई गाउँ गाउँमा गएर 10-10 जनाको 5-5 जनाको खास गरी महिलाहरूको समूह बनाएर